हेलो नमस्ते। आज मैं रसभरी बनाऊँ भनेर दुध उमाल्दै छु। अब यसलाई यसरी उमालेर उमाल्ने यसरी। तीन पोका दुध राखेको छु। अब काठमाडौँमा गाईले भैँसीको दुध खाउँदैन। अब यो दुधमा कागतीको रस लगाइदिने। अब यो रस लगाएपछि यस्तो गरेर यो रस लाउनुको कारण चाहिँ दुध चाहिँ यसरी फाटोस् भनेर। दुधलाई यस्तो मजाले अब यो यसरी फाट्छ। यति छिटो फाट्छ। अलिक धेर भयो क्या। यस्तो मजाले यसलाई यसरी फटाउने अनि त्यसमा पकाउने। यसरी एकछिन पकाउने। कागती लाएर चाहिँ फटाइयो। अब यसलाई यसो गर्ने भएदेखि चाहिँ अब यहाँनिर कपडामा तार्दा हुन्छ। तर अब कपडा छैन अनि यसलाई चाहिँ अब कपडा आज यसो गर्ने। यसरी यो एकदम यसो गरेपछि दुध फाटिसकेपछि चाहिँ यसरी यसलाई चाहिँ बेस अलिक सेलाउनु दिनुपर्ने। तातै रहेछ। सेलाएपछि यसरी बेसकन यसलाई चाहिँ मसिनो गर्नुपर्छ। यसरी मुस्नुपर्छ। मुसेर चाहिँ 2-3 घन्टा चाहिँ डल्लो बनाएर राख्नुपर्छ। यसलाई डल्लो बनाउनलाई यसरी एकदम राम्रो मुसेर अब यसरी चिनीलाई सानो 2 कप लगाएर पानीमा यसरी घोल्ने। यसमा चाहिँ स्वादिलो बनाउनको लागि यसरी कस्तो चिनी नुन पनि लगाएर यसरी घोलिदिने। यसरी घोलेर पकाएर राखेको जुन त्यो दुध फाटेको दुधलाई चाहिँ 2-3 घन्टा राखेर यसरी डल्ला बनाउने। यसरी डल्ला बनाएर कत्रो साइजको बनाउने अनि त्यो चाहिँ आफ्नो इच्छा हो। यसलाई चाहिँ एकदम मजाले खाल्टाखुल्टी नभइकन मैले यो डल्ला बनाइसकेँ। एकदम राम्रो डल्ला बनाउनुपर्छ। यसरी यो डल्ला बनाएपछि चाहिँ यसरी यो चाहिँ एकदम डल्लो। पहिला हामी मटेङ्गा भन्थ्यौँ। माटोको मटेङ्गा बनाइराखेको हात के राम्रो भयो। यसरी लाउने बिस्तारो लाउनुपर्छ। यो फुट्यो भने बर्बाद हुन्छ। यसलाई फुटाउनु चाहिँ भएन। ठिक भयो। अब यसरी लगाइसकेपछि चाहिँ हजुरको यसरी बिस्तारो यसलाई चलाइदिने। यसलाई चलाएर यसरी मजाले उमाल्ने। धेरै चलाउँदाखेरि यो फुट्ने सम्भावना हुन्छ। यसले गर्दा एकदम होसियारपूर्वक उमाल्ने। धेरै चिनी खानु मन लाग्यो लाउनुपर्छ। तर मैले चाहिँ चिनी थोरै लगाएँ। घरमै बनाएर खाउँ न त।
बजारमा पाउनु त पाउँछ तर धेरै दिन बनाएकोहरू पाउँछ। त्यसैले गर्दा अलिकति स्वास्थ्यलाई पनि ख्याल गरेर यसो खानु मन पर्दा जहिले त होइन, महिना या 15 दिनमा एकपटक बनाएर खान सक्ने अवस्था हो। भिडियो कस्तो लाग्यो, रेसिपी कस्तो लाग्यो हजुरहरूलाई लाइक सेयर गरिदिनुहोस् है। हजुरहरूलाई मन परेपछि धन्यवाद।